अलि कमेडी हेर्नुहोस् उसले के लेखेको छ कमेन्ट भ्रष्टाचार रहेछस् के मेन कुरो त तँ झोले रहेछस् कि को झोले हो त सुदन गुरुङ गृहमन्त्री हुन साथै एक्सन लिए केपी ओली अब सिधै जेलतिर जाने हो कि अनुसन्धानमा मात्रै लगेको हो अब कतिले कटुमा मुतिसकेको छ अब होइन 12 घन्टाभित्रैमै अब त्यति एक्सनले गर्दाखेरि कति भ्रष्टाचारीहरू कटुमै मुतिसकेको छ होला र मैले एउटा भिडियो बिहानको र्याफर र ढोलकको बारेमा एउटा सानो भिडियो बनाएर क्लिप गरेर हाल्दाखेरि एकजनाले यहाँ कमेन्ट हेर्नुहोस् उसले के लेखेको छ कमेन्टमा तिम्रो नि कटुमै मुतिसक्यो क्या हो मैले त्यहाँ त राम्रो भने त तिमीले नि त्यसरी मुख छोड्नु पर्ने के छ यो भिडियो तेरोमा जान्छस् होइन राम्रोसँग सुन त यति राम्रो मान्छे होस् यति सही मान्छे होस् भनेदेखि चाहिँ प्रोफाइल लक नगरिकन होइन फ्याक आइडी नबनाइकन राम्रो मुखले तेरो हिम्मत छ भने चाहिँ फ्याक आइडीबाट होइन तिम्रो रियल आइडीबाट गाली गर्न आइज न होइन किन त्यसरी चाहिँ तिमीले गाली पनि गर्नु छ लुकी लुकी होइन चोरी चोरी त भ्रष्टाचार रहेछस् के मेन कुरो त तँ झोले रहेछस् कि को झोले हो त मलाई गाली गर्न आउने होइन तेरो हिम्मत छ भने सिधा आइज के सिधा प्रहार गर के होइन गुरुङहरूलाई होइन तिमीले लास्टै रिस उठायो क्या आज आएर होइन सुदन गुरुङले एक्सन लिइसकेको कुराको विषयमा मैले लिएर बोलेको थिएँ होइन अब तिमीलाई चाहिँ केमा चाहिँ खुजली चल्यो यार ल्याङ 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 गरेर चाहिँ कमेन्ट चाहिँ अनि ल्याङ ल्याङै गर्दो रहेछौ त तिमीले तेरो हिम्मत छ भने रियल आइडीबाट कमेन्ट गर्न आइज क्या होइन तेरो हिम्मत छैन भने किन गर्नु कमेन्ट नगर मलाई चाहिँदैन कमेन्ट